दलालहरू हुन्। त्यसैले यिनीहरू एनजिओ आइएनजिओ र विदेशीबाट चलाएका यी मतियारहरू हुन्। यिनीहरूलाई अब हामीले लखेड्नै पर्छ। सुशीला कार्की र सुदन गुरुङहरूले सत्ता हाइज्याक गरेर सत्ता दोहन गरिरहेका छन्, राजनीति सौदाबाजी गरिरहेका छन्, राजनीति नियुक्ति गरेर शहीदको रगतमाथि खेलवाड गरिरहेका छन्। हामी जो छौँ 12 वर्षदेखि 28 वर्ष बिचका हामी जो युवाहरू छौँ, हामीले यो देशमा अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचार बाहेक केही पनि देखेनौँ। हामीले केपी ओली जस्ता दम्भ र अहङ्कार जस्ता नेताहरू र देउबा बाहेक बारम्बार सत्तामा दोहोरिरहने र देशले कुनै पनि निकास र विकास र रोजगारी नपाउने नेताहरू देखिरह्यौँ। अनि हामीले त्यो सहन सकेनौँ, हामीले त्यो ठुलो हेर्न सकेनौँ। अनि सुरु भयो जेनजी विद्रोह। अनि हामी गयौँ सडकमा। अनि हामीले चाहिँ ती तानाशाह शासकहरूबाट हामीले देशलाई खोसेर हामीले युवाको हातमा देशमा ल्यायौँ र ल्याइरहँदाखेरिमा हामी फेरि चुक्यौँ। हामीले रगत बगायौँ, हामीले गोली खायौँ, हामीले ती तानाशाह केपी ओली र देउबाहरूबाट देश खोसेर ल्यायौँ। फेरि अर्का एनजिओ आइएनजिओ र त्यो टियुबीका नाइके र दलालहरूले फेरि हामीबाट हाइज्याक गरेर चाहिँ आफ्नो पन्जामा देश लिएर हामीलाई हाम्रा मुद्दाहरू, हामी जसरी सडकमा आएका थियौँ, हामी जसरी बन्दुक खान तयार भएका थियौँ, त्यो कुरा पुरा भएन। र आज सुशीला कार्की र सुदन गुरुङहरूले सत्ता हाइज्याक गरेर सत्ता दोहन गरिरहेका छन्, राजनीति सौदाबाजी गरिरहेका छन्, राजनीति नियुक्ति गरेर शहीदको रगतमाथि खेलवाड गरिरहेका छन्। र हामी त्यसलाई टुलु हेरेर बस्न सकेनौँ। हाम्रा मर्ने त मरेर गइसके, हामी जीवित रहेकाहरूले यो आन्दोलनलाई, यो म्यान्डेटलाई, शहीदको रगतलाई मर्न दिनु हुँदैन भनेर चाहिँ हामी कुनै आग्रह र पूर्वाग्रह नराखेर, हामीलाई नेता बन्नु पनि छैन, हामीलाई मन्त्री बन्नु पनि छैन, हामीलाई कुनै राजनीति नियुक्ति लिनु पनि छैन। बस हाम्रा भाइ बहिनीहरूले न्याय पाउन्, शहीदको रगतले न्याय पाओस्, घाइतेको रगतले न्याय पाओस्। आज हेर्नुहोस् त हाम्रा 1175 भन्दा बढी हाम्रा जेनजी भाइ बहिनीहरू आज जेलमा छन्। तर यो देशका भ्रष्टहरू हाम्रा भाइ बहिनीलाई गोली हान्नेहरू आज खुल्ले आम हिँडिरहेका छन्। के हामीलाई यो कुरा सही छ? के यो कुरा हामी ठुलो हेरेर बस्ने? हामी सक्दैनौँ। त्यो भए हुनाले चाहिँ अब हामी निर्णायक मोडमा अगाडि बढ्नै पर्छ र अगाडि जाग्नै पर्छ भनेर हामी अगाडि बढिरहेका छौँ। र अर्को भन्नै पर्ने कुरा के छ भन्दाखेरिमा चाहिँ अस्ति मात्र बालुवाटा सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा रातको 8 बजे त्यो अन्धकार रातमा केही जेनजीका नाममा खोल ओढेका अघि नामहरू आइसके खोल ओढेका व्यक्तिहरूलाई चाहिँ त्यहाँ बोलाएर चाहिँ 10 बजे सम्झौताको नाटक मञ्चन गरियो। र त्यहाँ के भनियो भन्दाखेरिमा चाहिँ जेनजीले चुनाव चाहन्छ, जेनजीले अब चुनावमा जान्छ र भनेर त्यहाँ उधारो सहमति गर्ने प्रयास गरियो। हामीले के भन्यो भन्दाखेरिमा हाम्रा भाइ बहिनीहरूले यो उधारो सहमति गर्नका लागि र यो चुनावका लागि गोली खाएका होइनन्, हामी यो मान्दैनौँ भनेर हामीले त्यो ठाउँमा सम्झौता च्यातेर चाहिँ हामीले बहिष्कार गरेर चाहिँ यो आन्दोलनको यो म्यान्डेटलाई, आन्दोलनको यो रापलाई हामीले बचाएर ल्याएर आएका छौँ। त्यो आन्दोलनलाई चाहिँ सुदन गुरुङहरूले केही रक्षा बमहरूले सुशीला कार्कीको पाउमा विसर्जन गर्न खोजिरहेका थिए। हामीले त्यो ठाउँबाट खोसेर बचाएर बाहिर आएका छौँ। त्यसैले आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले के बुझ्न आवश्यक छ भन्दाखेरिमा चाहिँ अहिलेको सरकार यो जेनजीको सरकार होइन, यो नागरिकको सरकार होइन। यदि जेनजी र नागरिकको सरकार भइदिएको भए आज निकोलस भुसाल 9 दिनदेखि उहाँ जीवन र मृत्युको दोसाधोमा हुनुहुन्छ। उहाँहरूलाई भेट्न आउँथे, मुद्दाहरूका बारेमा बहस हुन्थे, उहाँहरूलाई भेट्न आइरहेका हुन्थे। तर उहाँहरू हाम्रो सरकार, जेनजीको सरकार, नागरिकको सरकार, यो देशको सरकार होइन रहेछ। त्यसैले यिनीहरू दलालहरू हुन्। त्यसैले यिनीहरू एनजिओ आइएनजिओ र विदेशीबाट चलाएका यी मतियारहरू हुन्। यिनीहरूलाई अब हामीले लखेड्नै पर्छ। युवाहरूको ताकत र आक्रोश कति हुन्छ भन्ने कुरा सुशीला कार्की र ओमप्रकाश अर्यालले भाद्र र 23 र 24 गते हेरे हुन्छ। यो विद्रोह रोकिएको छैन, सकिएको छैन। त्यो भए हुनाले आज हामी नागरिक बचाउ महाअभियानसँग हामी यो मुद्दाहरूमा, यो देश जेनजीहरूको मात्र होइन, यो देश जेन एक्स जेन वाई सबै पुस्ताको देश हो। सबै पुस्तालाई अपनत्व हुने गरेर अब हामी
संयुक्त रूपमा अगाडि बढ्नुपर्छ। हामी सबैले चाहेको परिवर्तन हो, हामीले सबैले चाहेको रूपान्तरण हो, हामीले सबैले चाहेको जेनजी विद्रोहका क्रममा उठेका मागहरूलाई सम्बोधन गर्नुपर्छ, यी मुद्दाहरूलाई संस्थागत गर्नुपर्छ भनेर हामी अगाडि आइरहेका छौँ। तर यो ठाउँमा आज उभिरहँदा, हामी दुर्गा प्रसाई सरसँग अगाडि देखिरहँदा हामी उहाँका पछाडि लाग्यौँ, हामी उहाँका कार्यकर्ता भयौँ भन्ने तपाईँले त्यो भाष्य निर्माण नगरिदिनु होला। हामी उहाँले चाहेको पनि परिवर्तन हो, हामीले चाहेको पनि परिवर्तन हो। त्यो भए हुनाले अब हामी परिवर्तनकारी व्यक्तिहरू अब हामी संयुक्त रूपमा र सशक्त ढङ्गले अगाडि बढ्नुपर्छ र त्यसका लागि एक ठाउँमा रहनुपर्छ भन्ने कुराहरू तपाईँलाई राख्दै मेरा कुरा टुङ्ग्याउँछु। धन्यवाद।